यो त एम्बुलेन्स नै बिरामी जस्तो रहेछ। यसले बिरामी धन्नु बोकेको छ यार। लास्ट धुवा फालेर हेर यहाँ इमर्जेन्सी बिरामी लिएर गयो भने त बिचमै एम्बुलेन्स थला पर्ला जस्तो छ। हजुर त्यही त नि, यस्तो बिरामी बोकेर हिँड्ने गाडी होइन, इमर्जेन्सी एम्बुलेन्स जस्तो चिज पनि यस्तो धुवा फालेर हिँडिरहेको नि। सो हेलो एन्ड नमस्ते एभ्रिवान है। कम्प्लेन भने आफ्नो ठाउँमा छ। नमस्ते फ्रम साँगा। यति बेला चाहिँ हामी साँगामा छौँ। त्यहाँ शिवको मन्दिर अलि अगाडि गएर देखिन्छ र आज हामी महादेवको दर्शन गर्दै आजको दिन र यो भ्लगलाई सुरु गरौँ है। आज हो असार 4 गते। अहिले बजे 9। हामी जाँदैछौँ सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा। प्लस आज हामी सुकुटी पनि जान्छौँ होला। लङ टाइम यहाँभन्दा अगाडि पनि साँगाचोक गएकै भिडियो थियो। सो आइरहन्छ, गइरहने ठाउँको भिडियो आइरहन्छ होइन। सो बिचमा हामी भेट्दै गर्छौँ। बाटो त्यही हो, देखिरहेकै बाटो हो नि त यो भ्लगमा त। सो लङ टाइम नसी, त्यही भएर यसो हान्दियो नि त गफसफ भनेर होइन, यसो देखाइदियो नि त बाटो के छ। बर्खा सुरु हुन लागेको छ। बर्खा सुरु हुन लागे सँगसँगै के हुँदैछ, बाटो यहाँ मजाको बाटो बन्दैछ। डबल लेन मजाले ठुलो बाटो बन्दैछ। पछि यहाँ यसरी यो यहाँदेखि साँगासम्म, साँगा अरे तल खावासम्म बन्छ होला यो बाटो। धुवा खायो यस्तो यस्तो गाडी के हो के बाटो यार, के अरे गाडीहरू के ब्रिजतिर भयो सब यो गाडी ग्यारेजतिर हालिदिइसक्थ्यो होला। नेपालमा चलिरहेछ, चल्छ नेपालमा। सो आजको प्लानको कुरा गर्नुपर्दा चाहिँ हामी चौतारा चाहिँ त्यो पर्सनल कामहरू छ होइन, विच इज नट निड टु मेन्सन हियर। अनि कामसम्म सकेपछि हामी जाँदै गरेको चाहिँ स्पेसल भनेको चाहिँ सुकुटी हो नि त। धेरैजनाको एकदम फेभरेट ठाउँ है नाइट स्केप गर्नको लागि। अनि कामसम्म सकेपछि आजको हाम्रो नाइट स्टे हुन्छ सुकुटेमा। अनि सुकुटेमा कुनमा बसिन्छ त्यो चाहिँ थाहा छैन, जानकारी दिने नै छु म होइन। अनि हेरौँ कस्तो हुन्छ। धेरै भयो सुकुटीहरू नगएको है। सुकुटी भन्दा नि त्यो पहिला त त्यस्तो विधि त्यो रिसोर्टहरू धेरै थिएन, अहिले त बवाल खुल्याछन्। अनि गएर हेर्छौँ आज कस्तो हुन्छ। र म आज सिङ्गल छैन, पछाडि दाइ पनि हुनुहुन्छ। बाटो त धेरै ठुलो बन्ला जस्तो है। एकछिन रोकेर डोजर हेरेर बस्नुपर्छ कि अब नेपालमा डोजर हेर्ने त फेरि एकदम धुलो आयो। एकदम चलेको चलन हो नि त। टक्क डोजर चलिरहन्छ, यताबाट खन उताबाट खन, यस्तो भनौँ उस्तो भनौँ भन्दै डोजरलाई सिकाउने 10जना हुन्छ नि त। रमाइलो हुन्छ डोजर हेर्नलाई। धेरै पछि यो भ्लग बनाउनु थालेपछि त्यो कन्फिडेन्स नै आउँदैन क्या। मेरो त झन् एकदम इरेगुलर हुन्छ होइन। इरेगुलर पनि महिनामा एउटा पनि आउँदैन। यस्तै हो। रातभरि यस्तो बल पानी परेको थियो हिजो बेलुका। अलिअलि कुलै छ। त्यही त छेउछेउमा पानी जमिन्छ। बाटो पुरै धुलो के हो यो। वेलकम टु बनेपा गाइज होइन। बनेपा आइपुग्यो अहिले हामी। अनि बनेपा आउँदा चाहिँ के लाग्यो भने पहिला म कतिचोटि देखिसकेँ यो बाटो। पहिला चाहिँ यो साइडमा यो टन्नै त्यो गाडाहरूमा बेचेर राख्थ्यो क्या। अहिले चाहिँ सबै ब्यान्ड गरेर छ। कस्तो खाली जस्तो लागिरहेछ। पहिला एकदम कन्जेस्टेड हुन्थ्यो। जस नयाँ सुरुवात चाहिँ हुँदैछ है नेपालमा। यस्तो यो फुटपाथहरूको अब यो बालेन्दाई आएसँगै कन्सेप्टहरू चेन्ज हुँदैछ। एकदम राम्रो हो यो चाहिँ। धुले लाउने बित्तिकै चाहिँ चिसै हुन्छ कि। अन्त सबैतिर गर्मी भयो भने यहाँ आउने बित्तिकै चाहिँ आँखा चिम्लेर आए पनि थाहा पाइन्छ धुले लगाएको चाहिँ। डाँडो चढ्ने बित्तिकै चिसो फिल हुन्छ। सो अहिले चाहिँ हामी धुलिखेल आइपुग्यौँ होइन। अब यहाँबाट हामी दोललघाट हुँदै त्यही पुरानो बाटो हुँदै हामी जान्छौँ चौतारा। धुलिखेलमा चिसो छ गाइज है। तराईतिर बस्नेले मस्त गर्मी खाइरहनु भयो होला। यहाँ त हुस्सो लगाइरह यार। जङ्गलतिर मजाले हुस्सो लगाइरहेछ। चिसो छ यता चाहिँ। आज मैले ग्लोभ्स पनि लाएन, केही पनि लाएन। लास्टै गर्मी छ नि त। अनि त्यो लेदरको ग्लोभ्सले झन् पोल्छ भनेर यताबाट गइनुहुन्छ होइन। के हुँदैन, जाँडो गयो नि पुग्ने यहीँ रहेछ ल। यहाँबाट चाहिँ बिग्रिया बाटो छ। अब बाटो खत्तम छ अरे, खत्तम। अस्ति न त अलिअलि बिग्रिएको थियो, अहिले त झन् बिग्रिया छ अरे। कुन बाटो आएछ त? यो बाटो त खत्तम। अघि भर्खर भन्नु भएन बाटोको एकदम बिग्रिया छ भनेर।
सो बाटो चाहिँ बन्दैछ अब यो कहिले हो बनिसक्ने है यस्तै हो क्या यो जस्तै झ्याउ लाग्छ पहिला त कस्तो राम्रो थियो बाटो सुत्या होला हो उसलाई चिल छ नि कुकुरलाई केही हो कस्तो के कुहिएको जस्तो गनाइराख ओ गाडी गना हो कि यो हिजो रातभरि पानी परेर नि हो कि हिजोको पानीले गर्दा नि होला बाटो त धेरै भयो बाटो बिग्रेको तर अब अझै धेरैसम्म बिग्रिनेवाला छ बन्दैन धेरै भयो त म अस्ति नै आउँदा पनि यस्तै अलिअलि बिग्रेको थियो अहिले त धुरीखेलबाट तल झर्ने बित्तिकै देखिबाट ओहो कहाँ पुगिन्छ यस्तो बाटोले त्यही धुलीखेलबाट खावासम्म चाहिँ बिग्रियो यहाँबाट त राम्रै छ त बाटो त धुलो त जहाँ गए पनि धुलो त फेरि छोड्दैन नि त त्यो हामीले ट्रायल दिँदा 8 घुमाउँछौँ नि 8 पनि यस्तै कच्ची रोड राख्नुपर्ने है पिच नगरेर सधैँ यस्तोमा त चलाउनुपर्छ अनि त्यहाँ चाहिँ पिच गरेर ढलान गरेर ट्रायल चाहिँ पिचमा दिने अनि बाटो चलाउने चाहिँ सबै अफ रोडमा यस्तोमा भन्दा हुँदैन अनि बर्खामा रमाइलो नि हिँड्न त बर्खामा रमाइलो नि हिँड्न त पानी पर्छ हजुर हरियाली एकदम कस्तो क्लियर देखिन्छ नि त त्यो तुवारो लागे जस्तो हुँदैन पानीको समस्या पानी र हिलोको समस्या अहिले 5 खाल यस्तो बबाल देखायो नि सब क्लियरै परसम्म अनि कस्तो क्लियर देखाएको छ क्या हरियो है माथि त्यो लाग्यो होला जस्तो लागेको छ बवाल छ गाइस बवाल मकै बारीभरि मकै छ खेत सो अहिले हामी छौँ 5 खालमा है 5 खालमा आएसँग गर्मी हल्का बढ्न लागेको छ धुलखेलतिर हो मजाको चिसो बल्ल तल आइसकेको छ अहिले चाहिँ बाटो राम्रो छ मजाले चलाउनु पाएको छ रमाइलो भएको छ बल्ल अब चाहिँ बाइक चलाएको जस्तो फिल आउनु थालेछ है अब यहाँबाट चाहिँ बवाल भ्यूहरू देखिन्छ होइन जङ्गलवाला भ्यू चट्ट हरियाली हुन्छ होइन बिचमा गाउँहरू हुन्छ रमाइलो देखिन्छ मलाई यहाँबाट तलतिर चाहिँ एकदम रमाइलो लाग्छ ए कस्तो आनन्दले जङ्गलको बिचमा होइन चिलमा चलाउनु पाइन्छ क्या यहाँ चाहिँ अब यही हो नेपालको ब्युटी हरियाली ऊ माथि डाँडा त थुम्कीहरूमा टक्क त्यो हुसो लागेको हुन्छ होइन मौसम एकैछिनमा चेन्ज हुन्छ यो बाटोमा कहाँबाट कहाँ जान्छ होइन लोकेसनको इन्फर्मेसन चाहिन्छ भने चाहिँ मैले अगाडिको भिडियो हेर्न भनिसकेको छु त्यही भएर मैले यो भिडियोमा चाहिँ अब यो 0 किलोबाट उता मेलम्ची पुगिन्छ होइन लेफ्टपट्टि यतापट्टि यहाँबाट सिधै गयो भने त अब हो यस्तो जानकारी पाउनु छ भने चाहिँ अगाडिको भिडियो हेर्नु गाइज होइन मैले अगाडिको भिडियोहरूमा कस्तो दामी हरियो क्या यार जङ्गल त पुरै यो तराईको भाइब्स दिनेवाला भएछ र अहिले रोडहरू त यो यस्तो त्यो हरियालीले गर्दाखेरि है कस्तो घना देखाएको छ अब चाहिँ मजा आउँछ के खास गरी यो सुकुटेतिर आउनलाई चाहिँ रमाइलो भने चाहिँ बाटो राम्रो थियो नि त छ पनि होइन कति ठाउँमा राम्रो पनि छ अब साँगाको बाटोहरू बिग्रिसकेपछि त त्यतिले चाहिँ अलिकति एकदम डिसपोइन्टै गर्छ नत्र त यो भ्यू हेर्दै बाइक चलाउनु त नेक्स्ट लेभलको मजा आउँछ नि त होइन काठमाडौँमा चट्ट त्यो हसल र बसल्सबाट एकदम टाढा जानलाई दोलल घाटै पनि एउटा स्पट हुन्छ होइन मान्छेहरू टन्याएर हुन्छन् सुकुटे त झन् अहिले पछिल्लो समयको त फेमसै भइहाल्यो कोही छैन रोडमा अब चाहिँ चिलमा आफै यस्तो त्यो धमिला छ खोला त्यो पानी रातभरि त्यो भल बगेर होइन रातभरि त्यो पानी आएर पुरा त्यो दुध चिया जस्तो बगिरहेको खोला त कलरफुल गर्मी छ है यता फेरि ज्याकेटै खोल्नु पर्ला जस्तो भइसक्यो अरे फेरि गर्मी भयो मलाई नि दोलल घाट आइपुग्न लागेपछि लास्टै गर्मी भयो अरू बेलामा यो पहाडहरू पुरै कस्तो सुक्खा देखिन्छ अहिले त कस्तो हरियाली यार आँखाले नै अर्कै के हेरे जस्तो लागिरहेको मलाई त दोलल घाटमा स्वागत छ गाइस सबैजनालाई आइपुग्न लागि हामी दोलल घाट बोर्ड यहाँ छ दोलल घाटको माछा बाख्नै आउँदैन त माछै बाख्न हाल्नु ल फर्स्ट टाइम होला कस्तो धमिलो पानी है
दोलाल घाट त्यहाँको पनि आधी पनि सफा आधी फोहोर छ कति वर्ष अगाडि अनि यो बाटो बनाइकन जमाना त धेरै वर्ष बाटो जत्राको जत्रै छ अनि यो जङ्गलहरू त सार्वजनिक भएको त अलि काटेर डाङ्ग्रा डुङ्ग्रो ठुलो बनाइ भइहाल्यो नि यो बाटो बन्छ नि ठुलो हामी यहाँबाट गयो भने कहाँ निक्लिन्छ यो बाटो साल भएको ठाउँमा क्या सालको रुख छ नि यो सालको जङ्गल गर्मी हुने ठाउँमै हुने चिज हो यो अनि सल्लाह चाहिँ बरु अलिक चिसो ठाउँमै हो पिचतिरबाट तातो आइरहेछ जङ्गलतिरबाट अलिअलि चिसो आइरहेछ यतिसम्म सल्लाहको के अरे सालको रुख चाहिँ त्यहाँबाट सल्लाहको रुख सुरु हुन्छ क्या यति थोरै उसमा पनि यहीँ होइन त द्वन्द्वकालमा मान्छे गाडेको यहीँ तल कतातिर है हो लास्टै डर लाग्थ्यो नि मान्छे मऱ्यो भनेपछि पहिला त अहिलेको बच्चाहरू साह्रै सुरा हुन्छन् बरु हामी लास्ट डराउँथ्यो पहिला यो ठाउँलाई भन्छ हर्रे अब हर्रेबाट जल्के नि डाँडा डाँडा चाहिँ चिसै छ है बरु दोलाघाटबाट मास्तिर आउँदाखेरि सल्लाहको घारी अब यहाँ मास्तिर आयो सालको अहिले अब यहाँ चिलाउने लालीग्रास पनि सही पाउँछ नि यो ठाउँमा काफल पाउँछ है खाने चाहिँ कहाँ कुन यही जङ्गलमा काफल पाउँछ ए त्यो माथि डाँडाबाट तलतिर गएपछि काफल खानलाई बवाल ठाउँ छ यहाँ यहीँ तलतिर पाउने होला काफल काफल पाउने जङ्गल जो गुराँस पनि टन्नै पाउँछ नि गुराँसको बोटहरू कति छ हिमाल मजाले देख्थ्यो यहाँबाट जुगल हिमाल अब हामी इर्खु आइपुग्न लाग्यौँ नजिकै छ इर्खु यहाँबाट 2 किलोमिटर काठमाडौँको गर्मी छल्न चाहिँ यता आयो हुन्छ ल सरर चिसो खाँदै सो यो ठाउँलाई चाहिँ भन्छ इर्खु युनिक नाम छ नि इर्खु अब यहाँबाट चौतारा 5 मिनट पनि 5 मिनटमा पुगिहाल्छ सायद 5, 10, 7 मिनट यस्तो भ्यू हेर्दै राइड इन्जोय गर्ने हो भने चाहिँ चौतारा आउनुपर्छ है गाइजहरू यस्तो मजाको रोडमा आनन्दले यता चाहिँ डढेलो लागेछ पुरै रातो भएछ नत्र त कस्तो रमाइलो छ नि कस्तो मजाको छ नि ठाउँ त यहाँ के भन्छ अरे यो ठाउँलाई नामै बिर्सेँ मैले के भन्छ यो ठाउँलाई मेलचौर बस पार्क अहिले पनि यहीँ हो यही रहेछ बस पार्क सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा स्वागत छ सबैजनालाई मेन बजार त्यहाँबाट तर बाटो छैन तलबाट घुम्दा यहाँ चौतारा मेन चौताराको बजार यही नै हो टुडी खेल अहिले के छ माथि टुडी खेलै छ कि के छ त्यहाँ अहिले फुटबल ग्राउन्ड हो पहिला घोडा चढ्थ्यो त्यो ठाउँमा सो अहिले चाहिँ हामी चौताराको यो मिड यो बजारतिर छौँ होइन अनि अब हामी एकछिन काम सक्छौँ खतरा खतरा काम साम सकेपछि अनि आज हामी अब गाउँ पनि जान्छौँ होला गाउँमा चाहिँ यसो गाउँको पनि अलिअलि भिडियोहरू हाल्छु म अनि के हुन्छ अपडेट दिनै रहन्छु पहिले यहाँको काम सकौँ काम सकाएपछि हामी फेरि एकछिनमा फेरि भेटिहाल्छौँ है त कस्तो बवाल फुल्यो हौ यो फुल बगनबेलिया सो अब चाहिँ हामी निक्लिँदैछौँ चौताराबाट सदरमुकाम छाड्दैछौँ यहाँबाट अब हामी जान्छौँ गाउँ है चट्ट गाउँ पुग्छौँ एकछिन घुम्छौँ रिल्याक्स हुन्छौँ अनि फेरि रिल्याक्स हुनलाई हामी फेरि हामी सुकुटे पुग्छौँ ल अन्त
चेकिङ छ नि त चेकिङ यहाँ चेकिङ पर्दो रहेछ है यस्तो बाटोमा कहाँ गए बेला चेकिङ हुँदैन है यस्तो यहाँ चाहिँ कस्तो राम्रो देखेको कस्तो शीतल छ यार यहाँ जङ्गलको बिचमा हामी हिँडिरहेछौँ मजा भइरहेछ कस्तो शीतल कस्तो सफा है बाटो पनि यार पानी परेपछि त अरू भने त्यस्तै हो बाइकै चलाउनु रमाइलो भयो क्या अरू काम यताउता त आफ्नो ठाउँमा छ होइन बाइकै चलाउनु त आनन्द आउने के रिफ्रेस भइरहेको क्या त्यो थाकेको जस्तो फिलै हुँदैन कस्तो मजाको हावा छ है एकदम घमाइलो अवस्था छ अहिले घमाइलो रमाइलो हामी मजा लुटिरहेछौँ तपाईँहरू पनि भिडियो हेरेर मजा लुट्नुहोस् केही चेन्ज छैन हो बाटो त हेर्दै पहिला नि यस्तै बिग्रिरहेको थियो अहिले पनि त्यस्तै छ त बाटो त त्यही त भने आजभन्दा 15-20 वर्ष अगाडि नै बाटो यस्तै अहिले चाहिँ हामी गाउँतिर छिर्दैछौँ पहिला पनि बाटो यस्तै थियो यार अहिले पनि बाटो यस्तै छ त्यही त नि त्यस्तै खालको छ कि आल यहाँ आलै छ है गाउँमा आउनुको फाइदा यही त हो नि मैले देखिरहेको छु त्यहीँ यो पखाला नि पर्दैन हिजो पानी परेको थियो कहाँ देखाएको थियो अघि स्ट्रबेरी यहाँ रातो मैले पुछेँ यहाँ पुगेर जानेको थाहा भयो मैले तल मन पर्दैन यो सब स्ट्रबेरी ल झोला हालिँदै फल्थ्यो म त अहिले फेरि भेट्दिएँ नि त म त ए सानो रहेछ यो ऊ होइन त किम्बो होइन यो के को बोट हो सानो सानोमै पाकेर छ त हेलमेट लाँदा मतलै भएन नि ठिक छ म उसमा हाल्छु ल जाउँ ल पिलियन भएर जाउँ यहाँबाट म यो ट्राइपडमा हाल्छु यसलाई अब बबाल आँप फलेछ यार आँप कस्तो फलेको क्या रोक्दैन अरू हिँड्नु भयो यसो ए आँप पनि हाल्ने हो र उही नत्र बोट हाम्रै हो त हो र ती चाहिँ ठोकर्पा भन्ने ठाउँ त्यहीतिर हो हजुर द्वन्द्वकालीन घटना याद आउँछ है ठोकर्पा भन्ने बित्तिकै अहिले पनि मलाई त्यही याद आउँछ यार जनयुद्धकालमा हामी सानो हुँदाखेरि डह्रो त्यो बम बारुद पड्काएको थियो त्यहाँ डेन्जर अट्याक भएको थियो त्यहाँ मान्छे पनि कतिजना मरेको थियो हाम्रोतिर नि पुरै बम हान्थ्यो नि त्यो बेला बाटो चाहिँ तर कस्तो खालको के हो म त पहिला आउँदा त यस्तो बाटै थिएन यस्तो बाटै थिएन नि पहिला गोरेटो बाटो थियो जस्तो लाग्छ मलाई ठिक छ ल स्यान्डी बिच रे ल सँगसँगै हिँड्ने भइहाल्यो नि गाडी आउँदैन सुकुटी बिच चाहिँ म एकचोटि गएको छु
ठिकै छ, एभरेज, नट त्यस्तो छैन। एक नाइट स्टेको लागि चाहिँ ठिक छ, ठाउँ रमाइलो छ होइन। स्वागत छ है। हामी अब सुकुटी आइपुग्यौँ। हामी बस्ने चाहिँ यो होला सायद स्यान्डी बिच। अब दाइहरूले हो स्यान्डी बिच यता छ। टोलीहरू त्यहाँबाट आउँदैछन् स्विमिङ कस्ट्युम किनेर होइन। यस्तो गऱ्यौँ भा सही मजा आउँछ। प्लानिङ भन्छ क्या अरे ए माथि नै बस्ने त्यो कुरा हेरेर हो। त्यही भएर तर पक्कै छ है त यहाँ त्यो बरी स्यान्डी बिच सुकुटे ल स्विमिङ कस्ट्युम यहाँ छ। ल हामी ओहो के छ मेरो यार के छ होइन ल टिचर शब्द जाओस् त। हामी धेरै किन पढाइ गर्ने किन जानु होइन। ल हामी लाग्छ स्विमिङ पुल धेरै त्यसमा यहाँबाट ऱ्याफ्टिङ गराउँछ है गराउँछ अहिले त अनि पानी परेर पुरै चेकअप गराउनु माग्छ लास्ट चेकअप भने टक्कै यहाँ हल्का सावर लियो होइन। यहाँबाट चाहिँ टक्क स्विमिङ हान्छ हामी। खाम्बालो है त सो गुड नाइट एभ्री वान। हामी अहिले कति बज्यो 10 बजे एकछिन ल 10:30 हो। हामी छौँ दोलखा कालिन्चोक होटेलमा खानासाना यहाँ खायो। खाना एकदम मिठो छ हिँड्दै भाइ खानाको यहाँको लागि कुरा नगर सुकुटेको लागि कुरा नगर होइन। हामी कहाँ जाँदैछौँ सुकुटेमा आउनुभयो भने चाहिँ खाना यहाँ खानु होला। कहाँ जाँदैछौँ कालिन्चोक यति बेला हामी कालिन्चोक मुडी कहाँ भाइ कालिन्चोक छेउमा अहिले चाहिँ हामी मुडी जाँदैछ। हाम्रो गाडी यहाँ छ। दाइहरूले स्पेसल ट्रिट दिँदै हुनुहुन्छ हामीलाई। राति देख्नु त के देखिन्छ तर भए पनि हामी मुडीसँग पुग्ने हो कि दाइ खै ड्राइभर मेजी हो ल। दाइको हातमा गाडी छ। अब हामी मिजोसँग सोध के हो कुरा बिना दाइ हामी कहाँसम्म पुग्छौँ भन त। हामी यहाँ अगाडि जाउँ त्यहाँ पनि थाहा हुन्छ। यहाँ त अगाडिसम्म पुग्छौँ अहिले पिछाको मात्रै मैले यति राति पनि गाडी कहाँ जान्छ सो गुड मर्निङ एभ्री वान फ्रम खरिडुङ्गा है। यति बेला हामी खरिडुङ्गामा छौँ। हिज बेलुका आयो यहीँ बस्यो। यस्तो सनराइज भइरहेछ त्यहाँबाट दामी देखाएको छ भ्यू चाहिँ। खरिडुङ्गाको हिउँ पर्ने ठाउँ चाहिँ त्यही नै हो। मजाले हिउँ पर्छ। सो भर्खर सनराइज भयो होइन। अहिले बजेको छ 5:30 बिहानको। अनि यहाँबाट सिधै गयो भने पुग्छ दोलखा। खरिडुङ्गाबाट त्यस्तै 1 घन्टा 1.5 घन्टा लाग्छ होला। बाटो त्यही छ, त्यही बाटो हो। त्यहाँ यहाँबाट देखिँदैन होला सायद, त्यस्तो छ। सो आज चाहिँ हामी अब ब्याक टु सुकुटे अनि सुकुटेबाट काठमाडौँ जान्छौँ। सो के हुन्छ अपडेट आई विल किप अपडेटिङ यु गाइज होइन। धेरै पछि खरिडुङ्गा आउँदाखेरि यस्तो बवाल देखिएको छ। सो अब चाहिँ हामी यहाँबाट निक्लिन्छौँ। गाडी त्यहाँ रेडी छ है। अनि हामी हिजो बसेको होटेल चाहिँ यही हो, दोलखा कालिन्चोक होटेल। आउनुभयो भने टक्क बस्नलाई ठाउँ दामी छ। कालिन्चोकमा हिउँ पर्दा यहाँ पुरै हिउँ पर्छ, सेतै ढाक्छ यहाँ पनि। यो मेन रोड भइहाल्यो। यस्तो छ यहाँ चाहिँ
जस एकदम सही छ ठाउँ। यस्तो चिसो छ यहाँ होइन। हामी त कतिको एलिभेसनमा छौँ अहिले भन्दाखेरि 2500 को हाइटमा छौँ, 2500 मिटरको हाइटमा। ए पक्नुहोस् त पक्नुहोस्। निक्ल्यौँ अब। ल जाउँ। केही छुट्या छैन नि? छुट्या त छैन होला नि, केही पनि छुट्यो नि केही छैन। सो हामी चाहिँ निक्ल्यौँ अब सुकुटेबाट होइन। अनि मैले हिजो कस्टको कुरा गर्छु भनेको थिएँ। अब कस्टको कुरा गरेर खासै सान्दर्भिक हुँदैन, किनकि हामीले त खासै धेरै त्यो पैसा उसमा पे नै गर्नु परेको छैन होइन। सबै दाइहरूले एकदम मिलाएर गरिदिनु भयो। त्यस्तो त्यो पैसा अब चिनिरहेको भएर खासै पैसा लिनु भएन, धेरै परेन। त्यही भएर कस्टिङ चाहिँ मैले हिजो त्यहाँ सोद्धाखेरि चाहिँ अब 3500 2500 होइन 1500 त्यो अनुसारको प्याकेजहरूमा चाहिँ मान्छेहरू आउँदो रहेछ। एकदम बवाल छ ठाउँ। एक दिन यसो बस्नको लागि चाहिँ एकदम ठिक लाग्यो मलाई नि। त्यो गर्मी भएको जसमा दिनभरि स्विमिङ पुलमा बसेको कस्तो रुगा लाग्ला जस्तो भइरहेको यार मलाई। सो हिजो बेलुकाको कुरा गर्नुपर्दा चाहिँ मैले त्यो हिजो चाहिँ अनि हामी सुकुटीमा बसेर बेलुका चाहिँ अब एकदम जोसेर हुन्छ नि, गर्मी भयो नि त सुकुटीमा। फेरि बत्ती पनि गयो कि, अनि बत्ती गएपछि फ्यान नचलाएपछि लास्ट गर्मी हो नि। अनि सबजना जोसेर गइदिउँ मुडे भनेर अनि हतार गाडी झापझुप गाडी निकालेर एकछिनमा 1 घन्टा पनि नलागेर हामी मुडे बस्यौँ होइन। मैले अघि भनिसकेँ हिजो त यस्तो थियो जस्तो लागेको थियो नि त। खोइ एकैचोटि के थियो कि अहिले त लत त भन्छ त पुरै। खुट्टा टेक्नै मन थिएन। खतम भएछ नि त यता बाटो यति त। यहाँसम्म त मजाले चलायो है केराघारीसम्म। अब यहाँबाट मास्तिर अलिकति अगाडि गएपछि त बाटो थाहा छैन, एकदम खतम बाटो छ। अनि आधी घन्टामा आइपुग्दो रहेछ सुकुटेबाट। यहाँ ठ्याक्कै 9 बजे, अहिले 10 बजे त हामी काठमाडौँ पुग्छ होला। हिजो एक दिन पानी नपरेको भएर यो बाटोमा हिलो चाहिँ रहन्छ। बाटो त यस्तै हो है, नत्र त कस्तो अस्ति हिजो आउँदा त आम्मामा पुरै लेदो थियो लेदो यहाँ त। अहिले चाहिँ बरु एक दिन पानी नपर्दा जे होस् यति त ठिकै हुन्छ। खसाले छ बाटो बनाउने, अनि वर्षै पछि त्यो डाँडो झर्छ अनि फेरि बाटो बनाइरहने। यो सब झरिहाल्ला नि यो पछि। अनि बाटो बनाउने फेरि बिग्रिन्छ, फेरि बनाउने। दिस इज बिजनेस इन नेपाल। किनकि डाँडै काँडा छ होइन, डाँडा काँडा। त्यसले गर्दाखेरि बाटो बिग्रिरहन्छ बनाउने पाएर पनि। ल के मर्यो यो घोडा मरेछ बिचरा, भारी बोक्दै मरे जस्तो। अहिले चाहिँ हामी भक्तपुर आइपुग्यौँ होइन। यस्तै भयो हाम्रो ओभरअल जर्नी। अब सायद म यहीँ बन्द गर्छु होला, किनकि देखिरहेको बाटो छ प्रायः होइन, आउँदा पनि देखाएको छ। आई होप तपाईँलाई भिडियो मन पर्यो होला होइन। सबैले लाइक सेयर सब्सक्राइब गरिदिनु होला। मन परेको छ भने केही जिज्ञासाहरू छ भने कमेन्ट गरिदिनु होला। कमेन्ट गरेर एकदमै फ्रिली सोध्नु होला। केही बुझ्नु छ भने मैले बुझेको कुराहरू भनिदिन्छु त्यो ठाउँको बारेमा। सो तपाईँहरू पनि जानुभयो भने अवश्य रमाइलो हुनेछ होइन। सो आई होप यु गाइज इन्जोइङ बाई वाचिङ दिस भिडियो है। सो अर्को भ्लगमा भेटौँला फेरि, त्यति बेलासम्मको लागि बाई।